हेलो वेलकम ब्याक टु माई च्यानल। आज चाहिँ म के भन्छ शिवपुरी गइरहेको छु साथीसँग ऐसेलु टिप्न। त्यही हो, त्यहीँ भेटौँ। बाई बाई, सी यु देयर। म चाहिँ आफैलाई खिच्दै हिँड्छु ल। हुन्छ, दिए त खाने हो। म मात्रै के खानु हो? भाउजूले खानुभयो किम्बु? कता हो? म लाग्छ तिमी कता हो छोरी। यो सल्लाहको उसमा त चिप्लिन्छ नि साह्रो। छैन। अहिले ओह्रालो झर्दा चाहिँ लास्ट चिप्लिन्छ होला नि। उकालो हिँड्दा त ठिकै छ क्या यस्तो बाटो। ओह्रालो झर्ने बेलामा चाहिँ लास्ट चिप्लिन्छ अहिले। पानी अमला माटे निस्क्यो। कोही पख चाहिँ दुईवटा बाँकी हो। कत्रो खानालाई हेलो लक्ष्मी। मेरो त अहिले एकछिन मात्रै हो। मचिनी हो। म हिँड्यादेखि तर्खर कि हजुर एउटा र चितवनको बिचमा छ। कता भन्नु दुईतिरै भन्दा नि लिएर जाला म भिडियो गर्छु। ल तैँले के खाएर आइछस् थाहा पाइन्छ। कहाँ गएको रे हामी पनि गएको बागद्वारै गएको भाउजूसँग, तर पानी नभएको बेलामा थियो त्यत्रो बाटो ओडारमा होइन। त्यो ओडारमा मन्दिर छ नि भाउजू, त्यहीँसम्म त्यहाँको पानी परे बेला कस्तो दामी झर्ना आउँछ। तर बाटोमा झर्ना त भेट्यो त्यो तर बागद्वारमै जुन पानी थियो त्यो चाहिँ भेटिनँ। हिँडेर थके मारेर अनि फेरि आजको मेरो भ्लग 1 घन्टाको हुन्छ जस्तो छ। आफ्नै अनुहारमा त देखाएको फेरि मैले। एकचोटि यस्तो के कटुस भनेर टिपेको याद छ हामीले। कटुस होइन त्यो त कटुसै हो नि। अनि कस्तो टेस्ट अर्कै आएको ती त जङ्गली कटुस टिप्न चाहिँ टन्नै टिपेको थियौँ फेरि हामीले।
एक दुईचोटि लडेर चिना पनि लिएर जाऊँ कि क्या हो ऊ हेर त बाटो चिप्लो झर्नै लडेको म खाएपछि छैन यस्तो खाँदा यस्तो मम्मी स्यालको मुख बासमा ए पातमै काँडा हुँदो रहेछ पाकेको मिठो हुन्छ अमिलो अमिलो आउन आउन लाग्यो कि जस्तो हुने रहेछ यस्तो हुँदो रहेछ है गाई चाहिँ यसमा टिकटक भिडियोतिर देखेँ रेडी भएर आएको फेरि म गर्मीले पखाल्यो भने हो ल मेरो त त्यहाँ घर राखिदिँदैन न ल न त लैजाने गमला यो पनि पखाल्दैन पानीमा त्यतै माटो छ अर्ग्यानिक ध्यान यो खोलाको होला नि होइन खोला कहाँ हुन्छ जङ्गलमा तल कहाँ हुन्छ खोला कहाँको पानी मुहानको मुलको पानी पेट भरेर पछि फेरि अनि पानी खाएर हिँड्न सकिन्न कि फेरि पानी खाएन भने पसिनाले फेरि डिहाइड्रेट हुन्छ पसिना आउँदैन नि पहिला खाम फेरि है त्यसमा तम तयार भएर प्यान्टमा हिँडिरहेको बिर्को मेरो त पशुपतिको त्यही त्यो बार लगाएको ठाउँमा देखियो अहिलेसम्म रियलमा मैं तो फिर से थक काठलको रुखको क पनि देख्दैन गर्मी आसन भेट्यो मैले थकै मार्ने
सबल छोडौँ कि बानौँ नै यहाँ छड्के छड्के हिँड्ने होला अब बसेर खाउँ त यही बसेर पसिनाले रुच्छु कि देखा ढुगा ए अहिले चिसो भयो शीतल जो मलाई अहिलेको गुलियो छ योभन्दा अगाडि गुलियो अब गुलियो खान्छ किन आएको छ गुलियो छ कता हातमै स्याल गनाउनु थाल्यो अघि के चढाउँदै हिँड्ने हार्नेहरू नि हिँड्दैन यस्तो मजा अब बस्दा लाग्छ हिँड्दैन दुगा लाग्छ के बाह्र छेउछेउ अब पहिला यस्तो बाह्र पारेर मान्छेले हिँड्नु भन्छ अब सबै घरमा ग्यास छ अलिक डोरा बाटो लपजोडी परेको रहेछ के अरे लप परेको रहेछ अनि अब ठुलो मेहनत सार नाम लेखाएको छ तर नाम चाहिँ बुझिएन AKH होइन यस्तै आउँदा त ढिलो आउँदा सिदिन्थ्यो सबै हरियो है त्यो मन्दिरबाट भित्रबाट पसेर हो कि शिवपुरी हुँदै गएको हामी त शिवपुरीबाट झरेको सबै ठाउँ पाएको छैन नि नपाए कहीँ पनि पाएको काफल खाना आएको नि हरियो अलि बेला भएर छ ल हरियो नि त हरियो एउटा चाहेर हेर तिम्रो त मैले सक्नु चाख्नु त पऱ्यो नि होइन अगाडि कति जमिन खोल्दा खाल्छ निउरो सिउरो खोजौँ बरु त्यो खामा लानु अमिलो नि मिठो त मिठो रहेछ उरी हेर कति छ होइन धेरै पनि होइन भयो बनाएको त चाख्नु त पर्यो एउटा काफल हाना आएको चाख्नु त पऱ्यो नि हरियो भयो नि अब लेख भएछ छ्यामा यहाँ अझ बाटोको के भएछ पनि त्यो बाटोको त छैन होला पानी बनाउन आउँछ जाम जाम त हिँडेरै जान्छु हिँड्नु आज ढुङ्गा ढुङ्गा छ लड्दिन त्यता हो बाटो यतै हो है यता थियो बाटो कहाँ घुट्यो निक्लिनु अगाडि सबजना बाटो
बाटो त जता पनि देखिन्छ खोज्दा बेला त आउने बेला पनि नदेख्ने बरु आउने बेला देखेको थियो बाटो के को बोट हो यो जाने बेला बाटै देख्दैन झाडी झाडी एउटा चिनो चाहिँ मैले आज लिएर जान्छु जस्तो लाग्थ्यो होला है एउटा चिन होइन तिमी गेजमा कि कुन हो लालीगुराँस कुन आउनु मन लाग्थ्यो मलाई हिजो चाहिँ हो लालीगुराँस हुने पनि के हो त फुले छैन है सुकिसकेको फुलेर सिधिसक्यो चैत भइस कि मम्मी मैले त्यही भएर अघि नि बाटे बाटे यो कहाँबाट ए यो रातो त हामीले केही खाएको थिएनौँ है जुगाले हो कि मिर्ग हो मिर्ग हो टाटेबाटे छैन रातो म टाटेबाटे देखेर कता मिर्ग हामी चाहिँ टन्नै काफल खाएर अब घर जान लाग्छौँ गजब बेइज्जती है बाई बाई यस्तो माटो लाग्छ भने होइन मल बनाउला भिडियो यसै ल बाई बाई